कस्तो लागिरहेछ हाम्रो तपाईँ अब पुरा भ्लगमा आउनुहुन्छ के सर अर्को जेकी जेनको भ्लग फिल्म भन्दा भिडियो बनाउँदैछ ओडब्ल्युजी को एक जेकी जनले अर्को जेकी जनको इन्टरभ्यू लिइरहेछ एकदम सबैजना भनेपछि फिल्म खासै हेर्दा रहेनछन् कि That means you don't watch movies too much. Yes, I don't have movies. Yeah, so that's right. It's okay, no problem. I know. हेलो सम्पूर्णमा नमस्कार। आज हामी चाइनाको डे 2 चाइनाको डे 2 मा कस्तो हुन्छ हाम्रो बसाइ घुमाइ हैन सम्भवतः हामी यहाँबाट आज चाहिँ प्लेनबाट 11:30 को प्लेन छ 11:30 को प्लेनबाट फेरि हामी झन्डै 2.5-3 घण्टाको यात्रा हुन्छ हामी यहाँबाट हामी बेइजिङ जाँदैछौँ अब बेइजिङमा गइसके पछाडी अब बेइजिङको त्यहाँको माहौल कस्तो छ के छ बेइजिङको विकास कस्तो छ सबै कुराहरू डे 2 मा हामी हजुरहरूलाई देखाउने कोसिस गर्नेछौँ र यतिखेर हामी अब यहाँबाट चेकआउट गर्दैछौँ अब हाम्रो यात्रा रहन्छ यहाँबाट एयरपोर्टको छिन्दु एयरपोर्ट त्यस पछाडि हामी बेइजिङको लागि हामी प्रस्थान गर्दैछौँ ओके थ्याङ्क यू यतिखेर हामी यो चेन्दुको एयरपोर्टमा आइसकेका छौँ होटलबाट अब चाहिँ हाम्रो यहाँबाट उडान हुनेछ 11:30 को उडान हामी यो एयरपोर्टबाट अब हामी यहाँबाट सिधै बेइजिङतर्फ हामी जाँदैछौँ अर्गानिक कलको सम्पूर्ण सरम्यापहरूको साथमा हामी यतिखेर छिन्दुको एयरपोर्टमा छौँ छिन्दुको एयरपोर्ट हामी देख्न सक्छौँ एकदम सुनसान छ साइलेन्ट छ यहाँको डिसिप्लिन हेर्दाखेरि हामीले धेरै कुराहरू सिक्नुपर्ने देखिन्छ यतिखेर हामी छिन्दु एयरपोर्टको टर्मिनल 2 मा हामी जाँदैछौँ जहाँबाट हामी यहाँबाट सिधा बेइजिङतर्फ हामी प्रस्थान गर्नेछौँ यतिखेर हामी देख्न सक्छौँ अर्गानिक ग्रुपको सम्पूर्ण सरम्यामहरू एकदम एक्साइटेड मोडमा हुनुहुन्छ एकदम हामी छुट्टै दुनियाँमा आइरहेछौँ अहिले एकदम इसारा साङ्केतिक भाषामा कुरा गर्नुपर्छ होइन विश्वभरिको भाषा हो नि त सबैले बुझ्न सकिने म्याम कस्तो भइरहेछ रमाइलो छैन होइन हाम्रो यो यात्रामा एकदमै हँसाउने म्याडम होइन एकदम म्याडम भएपछि त हाम्रो यात्रा त एकदमै रमाइलो भइहाल्यो नि ए हो र म्यामलाई आउँछ चलाउन एकदम ल हामी डे 2 मा छौँ डे 2 को कस्तो हुन्छ के हुन्छ हामी सबै तपाईँहरूलाई देखाउने कोसिस गर्नेछौँ मन सर हजुर कस्तो भइरहेछ एकदम झक्कास छैन सर हामी अहिले चाहिँ चेङदुको आउनै पर्ने ठाउँ हो नि सर होइन यो हो हामी चेङदुको चाहिँ टर्मिनल 2 एयरपोर्टमा अहिले हिँड्दैछौँ जहाँबाट हामीलाई डोमेस्टिक ट्राभल डिपार्चर गर्दैछौँ बेइजिङको लागि है सर हो सर हो हामी बेइजिङमा कति दिन बस्छौँ सर 2 दिन हामी बेइजिङ होल्ड गर्छौँ त्यस पछाडि चाहिँ मेबी चेङ्गो समथिङ साङ्घाई सङ्घाई जान्छौँ र फेरि रिटर्न हुन्छ रिटर्न हामी चेङडुमै आउँछौँ त्यस पछाडि काठमाडौँ अवतरण भइहाल्छ आफ्नो देशतिर होइन आफ्नो देशतिर प्रवेश गर्छौँ सर अहिलेसम्म अर्गानिक ग्रुपबाट कतिवटा देश घुमिसक्नुभयो सर लगभग सिङ्गापुर मलेसिया थाइल्यान्ड दुबई चाइना गरेर 5वटा भइसक्यो नि सर होइन
हामी भाग्यमानी हो है जो हामी अर्ग्यानिक गोल्ड ग्रुपमा छौँ विश्वभरमा गर्न पाइरहेका छौँ होइन एउटा नेपालमा सानो कम्पनी यति ठुलो प्लेटफर्म दिइरहेको छ हामीलाई जो कि हामी इन्टरनेसनल टुर गरिरहेको छौँ एकदम है एकदमै भाग्यमानी ठान्नुपर्छ आफूलाई एकदम जसले सपना पनि देखेको थिएन प्लेनको जसले सपना पनि देखिएको थिएन गाडी बाइकहरूको एकदम यति ठुलो प्लेटफर्ममा लानु भनेको नेपालको लागि एउटा एकदमै भाग्यमानी नै छान्नुपर्छ हामीहरूले है एकदम सर यो छिन्जुक एयरपोर्ट एकदमै विशाल सुक्ला नै रातोहरू अर्ग्यानिक गोल्ड ग्रुपको सर म्यामहरू छुट्टै चिनिहाल्नुहुन्छ होइन म्याम रातो टी सर्टमा ट्याक्क चिनिहाल्नुहुन्छ कि ए रातोहरू आउनुहोस् आउनुहोस् रेड कमिङ भन्नुपर्छ कि रेड कमिङ रेड कमिङ किन चेन्ज गर्ने होइन म्याम हजुर, हाम्रो त यो त एकदम गौरवको हो नि भाग्यमा पाएको हो। भाग्यमा पाएको हो नि ओडब्लुजीको टी सर्ट तर मान्छेले पाउँदैन त सर यो त भाग्यमा पाएको हो लन्चबाट हामी चाहिँ अब यहाँबाट बेजिङको यात्रा तय गर्दैछौँ त्यतिखेर हामी प्लेनमा जाँदैछौँ सम्पूर्ण ओडब्लुजीको सर म्यामहरू हामी हेर्न सक्छौँ नेपालको व्हाइट बडी जस्तो त यहाँको डोमेस्टिक एयरप्लेन छ ल यतिखेर चाहिँ हामी अब यहाँबाट बेजिङको यात्रामा हामी छौँ एकदम राम्रो म्याम कस्तो लाग्यो यात्रा ठिक छ नि होइन यतिखेर हामी बेजिङको एयरपोर्टमा अवतरण भइसकेका छौँ म्याडम ल भनिदिनुहोस् अब हाम्रो पनि यतिको ठुलो एयरपोर्टको होइन हो नि है अनि त्यो पनि के छ अरे उसले नाम चाहिँ थोरै जाँदा हिँडेर कति घन्टा हुन्छ थाहा छैन Yeah, Silk Street. With the six floor big shopping malls there. All kinds of things. यस्तो यस्तो पर्खा लगाएको ठाउँ हजुर त्यो चाहिँ किन्नु भएन क्या मैले हजुर त्यो म भलक बनाइरहेको छु क्या सर ल ल अब हामी चाहिँ अब यहाँबाट एयरपोर्टबाट हामी अब बाहिर निस्किँदैछौँ हामीलाई चाहिँ यहाँको गाइडले हामीलाई रिसिभ गरिसक्नु भएको छ र आज हामीलाई यहाँको थोरै सिटी घुमाउँछु सपिङ गरौँ नि ठाउँतिर लैजान्छु भनेर भन्नुभएको छ ओके हामी अब हाम्रो गाडीभित्र प्रवेश गरिसकेका छौँ अब हामी चाहिँ यहाँबाट सर सिटी मल घुम्छौँ एकचोटि सुन्नु अलि चाँडो डिसाइड गर्नु न के गर्नु होटल जाने हो जाने हो होइन तपाईँ के गर्ने तपाईँ जाने ल जाने घुम्न जाने हो समर प्यालेस जाने हो के छ 150 Yes. Okay. So it's our first time here Yeah. in China. Yes. Really? Yeah. Oh. Okay. Good. So it's honored for me to be a local guide during our stay in Beijing.
Yeah, so introduce myself. हाम्रो So चाइनाको my name एयरपोर्टको is बाहिरको Leon. भाग हामी Yeah, देख्न सक्छौँ। Leon. My English name is Leon because my English teacher called me Leon. Yeah, and also if you like, you can try to call my Chinese name, Tian. Yeah, Tian. Tian. Yeah, Tian. Tian. Yes, it's my हाम्रो Chinese गाइडको name. चाइनिज My गाइडको family नाम name. टिएन रहेको रहेछ Okay, टिएन so during Tian. the following list today, Tian. tomorrow, and the day after tomorrow, so I will be a local guide in Beijing. So if you have any questions, or if you have any problems, or if you have anything you want to do, or you are interested in, and you want to know, please do not hesitate to let me know. So I will try my best to make your stay here pleasant and enjoyable. Okay, so behind me is our driver, Mr. Duan. And our driver. I think the driver is the most important person in our bus. You know, because he's a driver. Yeah, he's a driver. Okay, because today we arrived very early. You know, we are very early. So you know, my office made the reservation for dinner at 7:30. So now it's only 3 o'clock. So yeah, just now we talk about we can take another optional tour to visit the Summer Palace. You know why I recommend and also why we go to the Summer Palace? Because in the summer day, and also it is the largest imperial garden in the world. You know, my emperor, they pay 6 times, they pay 6 visits to the southern part of China. You know, in China, north and south quite different. So in south, the emperors are so many beautiful buildings, pavilions, lakes and mountains like that. Then after his visit to the south, he came back to Beijing and he ordered the soldiers to model some of the beautiful buildings in Summer Palace. So that's why we made the trip here. Yeah, I can help you to exchange money for the local currency. Who need money? Money change. Yes. Yes. रवि सर यस सर जक्की चनको घर कहाँ हुन सक्नु न चाइना भन्दा Jackie Chan house. वी आर Yeah. Hong Kong? हङकङ He's from Hong Kong. Yes. He's from China, Yes. right? Yeah. रवि सर That's a new message. हङकङै जानु पर्ने भयो त Sorry? अब यसलाई उडाइदिउँ हङकङ त नजिक पर्छ ल यहाँ भेट्न नभए हङकङै जानु पर्छ ल Two students चाहिँ पुरा विकास छ क्या? पर्छ यो त टिप्स भन्दैन दुईजनाको चारै त हुन्छ 8 टिप्स भनेको त हङकङमा रहेछ नि त ज्याकी चान त जेकी चाहिँ हङकङमा हङकङै हो कमाएर बस्नु पर्ने Leon, होइन we thought China. Wait. Jackie Chan. Jack James. Yeah. We thought China. Yeah. We thought China. In China. अर्को ज्याकी जान पनि यो भिडियो बनाउने थिएँ OWG को दुईटै ज्याकी जान हुन् है I'm just getting the chat. दुईटै ज्याकी जान यहाँ दुईटा ज्याकी जान छ OWG मा Jackie Chan. Yeah. चाइनामै Hong Kong. Yeah. He's Hong Kong. Yeah. He's Hong Kong, not here. Who is this Hong Kong? Biggest film star in China. Who? Like in India, Shah Rukh Khan. You know Shah Rukh Khan? India, Shah Rukh Khan. No. Who? You know Tom Cruise? उनीहरूले Tom बाहिरको Cruise. ज्यादै गर्छ Tom Cruise? Yeah, no Tom You Cruise. know, Yeah, you know, Tom Cruise. Yes. Like Tom Cruise in China, who is famous? बाहिर इन्डियामा के कतिको फेमस हिरो Now, another one is
I forgot the name. भनेपछि फिल्म खासै हेर्दो रहेनछ नि That means you don't watch movies too much. Yes, I don't have movies. Yeah, so that's right. It's okay, no problem. You know, I know a very famous, very famous opera, piano player, Lang Lang. Yeah, Lang Lang. Ring Road in Beijing. Ring Road. Yeah. You know, maybe in your country, the road always, they see the first road, the second road, the road like this way. But in Beijing, it's different. We cannot make this kind of road. We always the circle road. The first ring road, second ring road, fourth ring road, sixth ring road, like this. So Answer. now we have ठिक छ कि होइन? ring roads around Beijing. त हाम्रो सर बिरामी त हुनु भएको छैन नि एकदम नबोलिकन बस्नु भएको छ Yeah, and you know the main road. That means, इन्जोय गर्नुपर्छ सर इन्जोय फुल इन्जोय गरेर जानु पर्यो कि and the Forbidden City. Yes. हाम्रो म्याम यहाँ फुल कमेडियन यो यात्राको Yes. फन्नी म्याम हुनुहुन्छ Also the housing price is different from the windows. If you're highly young, you know what's the average house, the price of the house in Beijing? I cannot answer this question because it's far from the downtown. Yes. उसले के भनेको बुझ्नु भयो कि भने तपाईँहरूले म्यामले पनि माइकबाटै भन्नुभयो के बुझ्नु भयो त उहाँले भन्नुभएको बुझ्यो कि बुझेन भन्नु त सबैले फिल्म बुझाएर मैले Road part is little bit interesting, so I am going to explain. जस्तै हाम्रो नेपालमा जुन रिङ रोड भन्छ नि रिङ रोड चाहिँ ठ्याक्कै स्ट्रेट लाइनमा हुन्छ होइन नेपालमा चाहिँ तर यहाँ चाइनामा चाहिँ सर्कलमा हुन्छ अरे क्या जस्तै हामी भोलि जाँदैछौँ टियामिन स्क्वायर भन्ने चाहिँ एउटा ठाउँ भयो होइन जति पनि रिङ रोड बनाएको छ 6वटा चाहिँ अलरेडी भइसकेको छ अरे रिङ जुन छ नि त्यो स्क्वायरमा अब 7वटा 7 इज मेकिङ राइट Yeah. 7औं रिङ रोड चाहिँ अझै बन्दैछ अरे भन्न चाहिँ त्यो एउटा स्क्वायरमा चाहिँ पुरै रिङ हुन्छ अरे के हाम्रो नेपालतिर यस्तो लामो भयो यहाँ चाहिँ सर्कल हुन्छ अरे होइन अनि क्यापिटल सिटी भएको कारणले अब ट्राफिक हुनुपर्ने थियो जस्तै इन्डियामा हामी देख्छौँ काठमाडौँमा देख्छौँ यहाँ छैन बिकज यहाँ अन्डरग्राउन्डमा लेनहरू छ अरे क्या मेट्रोको लेनहरू त्यही भएर त्यति धेरै ट्राफिक जाम चाहिँ हुँदैन करेक्ट Yeah. There is subways, right? Yeah, subways. Yeah. Yeah, the metro. ल हामी चाहिँ यहाँ चाइनाको समर प्यालेस घुम्न आइरहेको छौँ है Nepal flag. No, do you have? सिङदुमा गर्मी थियो होइन यहाँ फेरि यस्तो चिसो छ यतिखेर यहाँको नाम चाहिँ समर प्यालेस होइन तर मौसम चाहिँ चिसो रहेछ कि यहाँ चाहिँ एकदम भिडभाड हुँदो रहेछ टुरिस्टहरूको मौसम एकदमै चिसो छ चिसो यतिखेर सिङदुमा गर्मी थियो नि होइन सिङदुमा एकदम गर्मी थियो भने अब यहाँ बेजिङमा आएको त साह्रै चिसो रहेछ यहाँ त पुसमाघको नेपालमा पुसमाघको जस्तो होइन एकदमै धेरै चाइनिज टुरिस्टहरू पनि हुनुहुन्छ यहाँ लोकल टुरिस्टहरू पनि हाम्रो अर्ग्यानिक होल ग्रुपको टिम जोड तोडले लागिराख्नु भएको छ ल म्याम ल हजुरको जाओस् न जाडो भएर जाडो भयो ज्याकेट निकाल्नु पर्ने हाम्रो कपाल एकदमै ब्युटिफुल कपाल पान्डा कपाल होइन सर पान्डा हाम्रो गाइडले चाहिँ पान्डा यदि हामी हरायौँ भने चाहिँ यो पान्डा हेर्नु भन्नुभएको छ कि के बुझे जस्तो गरेर यस भन्नुहुन्छ है
हुन्छ नि त होइन त म जाडोमा पनि फ्रिजकै पानी हो खाने मैले त हो त हो के जाडोमा पनि फ्रिजकै पानी हो मैले पिउनु त त्यति 17,000 फिट होइन सर। हाइटमा बसेको त जाडो लागेन सर तर आज चाहिँ समर प्यालेस एकदमै चिसो प्यालेस भयो होइन कुल प्यालेस भयो क्या आज यहाँको पान्डा गजब रहेछ न एकदम भिड हुँदो रहेछ है यहाँ भित्र खास केही न केही छ केही न केही खास छ दुबईमा त्यही भएर चाहिँ मेरिकल गार्डन जस्तै केही न केही छ पक्कै पनि यहाँ त्यही भएर एकदम भिडभाड छ म्याम कस्तो लागिरहेछ हाम्रो म्यामलाई रमाइलो लागिरहेछ नि त अब चीन घुम्न आएको मान्छे हामी देख्न सक्छौँ एकदमै भिडभाड छ यहाँनिर हामीलाई हिँड्न पनि गाह्रो गाह्रो परिरहेको छ तर साह्रै राम्रो रहेछ सर होइन सर एकदमै चाइनाको चाहिँ जो बेजिङको समर भ्याली जतिजनाले यो भिडियो हेर्नुहुन्छ तपाईँले छुट्याउनै नहुने ठाउँ रहेछ है यो चाइना चाहिँ चाइनाको पनि स्पेसली चाइनाको बेजिङमा समर भ्याली नहुने ठाउँ रहेछ यो एकदमै एकदमै चाइना आइसकेपछि एकचोटि भिजिट गरिहाल्नु होला यसको लागि धेरै प्राइस पनि नरहेछ सिम्पली चाइनाको योङ चाहिँ तपाईँको 150 रहेछ त्यसमा पनि अझै ओडब्लुमा काम गऱ्यो भने त होइन सर एकदम निःशुल्क रूपमा निःशुल्कमा आएर ल एक्जिट पोइन्ट रहेछ यताबाट चाहिँ इन्ट्री पोइन्ट रहेछ पाण्डा हाम्रो अगाडि गइसक्नु भएको छ पाण्डा अगाडि गइसकेको छ पाण्डा चाहिँ ओडब्लुको जेकी चेन सर कस्तो लागिरहेछ तपाईँ अब पुरा एक जेकी जेनले अर्को जेकी जेनको भ्लग फिल्म भिडियो बनाउँदैछ ओडब्लुजीको एक जेकी जेनले अर्को जेकी जेनको इन्टरभ्यू लिइरहेछ एकदम सबैजना फोटो खिच्न दिनु के क्या पाण्डा गइसक्यो के गार्डन रहेन समर प्यालेस ए समर प्यालेस प्यालेसमा स्मेलले यहाँ नाकको समाज हाम्रो गुनु म्यामको हाम्रो गुनु म्यामलाई एकदमै धन्यवाद छ हामीलाई एकदम सहज तरिकाले यात्रा गराइराख्नु भएको छ होइन सबैजनाको सहकारितामा एकदम एकदम धन्यवाद समर प्यालेस देखिँदैछ यहाँ चाहिँ सिस्टम यस्तो रहेको छ 两边都可以进，两边都可以进，在里边你要说你先等我了啊。No need. No need. Okay, guys, follow me this way. जेउस यहाँको हावापानीमा मान्छे हुन्छ होइन हराउनुलाई हजुर यो नेचर यो नेचुरल भयो You see too many tourists, not only from other countries and also from China. You know, these are the most popular places in Beijing. So when they came from other provinces of China. The China is so large. So that's why this Summer Palace is a must when you visit in Beijing. So why we came here for Summer Palace? It is a palace for the emperor to stay in summer day. So this is the east gate, the main gate to the Summer Palace. Just because the Forbidden City is just over there on that direction. So all the gate must face the Forbidden City because the Forbidden City it is the power of the universe, the central power of the universe. Stand for the emperor. Everyone need to show respect to the emperor.
This is the largest imperial garden in the world, called Summer Palace, because before, only the emperor and his family can come inside. Basically speaking, this Summer Palace is a birthday gift for the emperor's mother. It was built in the year of 1755. It was built in the year of 1755. Yeah, because at that time it is the emperor's mother's 60th birthday. So the emperor all the soldiers to build this large garden or resort for his mother to celebrate his mother's birthday. Yeah. And also, this Summer Palace was built in the Qing dynasty, the last dynasty of China. You know, in the Qing dynasty, Manchurian people got the power. You know, in China, there are so many different minorities. Totally, we have 56 minorities in China, but Han people is the biggest one. But in the Qing dynasty, Manchurian people got the power. They control the country. So they are the imperial family, I mean the top class. So for all the Manchurian family, we believe in Buddhism, Tibetan Buddhism. Yeah, Tibetan Buddhism. So that's why here, when we come to the Qing Palace, you will see two languages basically. One is Chinese Mandarin. The second language is Manchurian language. At that time, the Manchurian language is the official language. All the documents were written by two languages. Yeah. But after the dynasty died, fewer and fewer people can speak Manchurian language. People can speak Manchurian language, even including adaptation, because the shape and the material is very rare, it's very particular at that time, even now. And the most famous one is that one. That one is a complete one piece. It's just one piece of the stone. Just because the shape of the stone, just like the Chinese character, long life. So the emperor put it there, the long life stone. Yeah. Here, I want to say a very, very important person in China, in ancient China, Empress Dara Cixi. Have you heard of the Cixi? Empress Dara Cixi. Yeah, Cixi. She was the most powerful lady in ancient China. By Chinese tradition, lady no need to work, cannot move out of the courtyard, just stay at home, give birth to the baby, bring the baby up, always stay at home, do housework. In this way. Yeah, but Cixi changed a lot. She got the power from the emperor, and also she controlled in the Summer Palace. Have you heard about the courtyard in Beijing? Yeah, the courtyard in Beijing. So this is the first and the main courtyard in the Summer Palace. Why you ask? So many different rocks and the stone. Basically speaking, this kind of stone cannot produced in the north of China. Yeah, they came from the south. They are in the Taihu, very, very south of China. At that time, the soldiers, carry the stone, come to here to celebrate the emperor's mother's birthday. So all of them, they are the gifts for the emperor's mother. Yeah, just the power. She controlled the whole China for 48 years, almost half a century. Yeah, because she was so powerful, and also she was genius. It's excellent for everything. Yeah, so at that time she was so powerful. The emperor always asked some information or advice from her. Cixi, C-I-X-I, Cixi. Empress Dara Cixi. You know, before when the emperor came to here, yeah, this is the office for the emperor. The emperor will sit here, sit on a dragon bed or dragon chair. Emperor will sit here to meet the officers. The officer will report something to the emperor, such as he said, "Hi, Emperor, Leon did an excellent job. Can you give him a promotion?" The
the emperor will say, oh, okay, let me think about it. And at this time, he will turn around because Sisi just sit behind the emperor. But in front of her, she put a curtain. Nobody can see her. But she was there. So he will turn around. Oh, Sisi, they said Leon got an excellent job. Can we give him promotion? If Sisi said, yes, I got promotion. If Sisi said no, हामी चाहिँ यहाँ सिसी बस्ने अफिस हेर्दैछौँ मजाले सरलाई भनिदिनु चाहिँ यसको बारेमा यसको बारेमा पछि भरे भने आज हेरिसकौँ अनि यसको समरी लेख्ने यहाँ सिसिटीले बनाएको से ओडब्लुजी OWG. सब पुरानो रुख हामी देख्न सक्छौँ यहाँनिर राम्रो पाल्नु है मेरो बुढा जेठीसँग बसेर त्यस्तो दुब्ला छ मलाई त फिदा बनाएको फिदा वा नबनाएको होइन हौ पछाडिबाट को बोले आउ बिस्तारै हजुर धेरै मोटो राम्रो हुँदैन त्यो दल राम्रो हुँदैन फिदा फिदा Mall. This shopping mall, you know, yeah, this is the shopping mall. How to be honest, before someone I guess that it's too expensive here, too expensive. But you can bargain, you can bargain. But if you want to do shopping there, try your best to bargain. Yeah, try your best to bargain. Yeah. अर्को ठाउँ छ अरे के Negotiate, yes. Oh, if you want to shopping there, I need to sign in for you. So I need to take your photo. I need individual photo, one by one, and then sign in for the shopping mall, and then we can go to the, so the restaurant on the 6th floor. On the 6th floor. Yeah, for the restaurant. Yes. 6th floor for restaurant. Yeah, Indian food. Indian food. Can we make dinner a little bit early? Early? Oh. So we will be there around 7. Coming at 7 we have breakfast. So okay, so we go there to have dinner directly. It's okay? How far?